कुनै बेला शक्तिमा खेलेका माधव कुमार नेपालको अनुहार हेर्यो, हेर्नै नसक्ने गरी होस हवास उडेको छ। मैले कल्पना पनि नगरेको, मैले बदमासी गरेको हुनु पर्यो नि। जवानीको मैमत्त शासनले माधवलाई बुढेसकालमा शोकमा पुर्याएको छ। पर्नु पीर परेको छ। मानव अवस्था यस्तो छ, अगाडि जाउँ भिर छ, पछाडि फर्क्यौं पीर छ। सत्ताले प्रहार गरेको वज्रले चर चर मुटु चिर्छ। बिचरा माधव बुढेसकालमा भ्रष्टाचार आरोपी समेत बनेका छन्। त्यो पनि 1 रुपैयाँ होइन, 1000 पनि होइन, 18 करोड 58 लाख रुपैयाँ बराबर भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको छ।